जेनजीको भावना को जेनजीको भावना के हो जेनजीको भावना को जेनजी आगो लाउनेहरू जेनजी मैले भनेको छु जेनजी कुनै चिजै होइन जेनजी भनेको कुनै तत्त्व नै होइन जेनजी भनेको त एउटा कम्प्युटरको विकासको क्रमलाई लिएर 1997 देखि 2012 सम्मको अवधि 15 वर्षको अवधिलाई जेनेरेसन जेड यो कम्प्युटर डेभलपमेन्टको अवधि भनेको हो मान्छेमा त्यो फिटै हुँदैन एउटा भ्रान्त धारणा एउटा भ्रान्त सेन्टिमेन्ट युवा भनेको त्यसअघिका पनि युवा छन् त्यसपछिका पनि युवा छन् केही युवालाई भड्काएर सेन्टिमेन्टमा ल्याएर गलत प्रशिक्षण दिएर देशकै विरुद्ध प्रयोग हुने त्यस्तो खालको स्थिति बनेको छ